लोकसेवा टुल्समा यहाँहरूलाई स्वागत छ। आज सिटिबिटी अन्तर्गत सामाजिक विषयको इक्जाम भयो, कस्तो गर्नुभयो कमेन्ट गर्नु होला। आज चाहिँ विशेषतः सिटिबिटी अन्तर्गत सामाजिक विषय अन्तर्गत चाहिँ एमसीक्यू 10 वटा प्रश्न सोधेको थियो, त्यसका उत्तरहरू लिएर उपस्थित भएको छु। पहिलो प्रश्न जाउँ, नेपालमा पहिलो पटक स्थापना भएको विद्यालय कुन हो भनेको चाहिँ यसको उत्तर ग दरबार हाई स्कुल हुन्छ। 2 मा जाउँ, नारायणी दरबार हत्याकाण्ड कहिले भएको थियो? अप्सन ख हुन्छ 19 जेठ 2058 सालमा भएको हो। 2 को ख हुन्छ। 3 मा जाउँ, तलका मध्ये कुन चाहिँ ठिक छ भनेको छ। तलका मध्ये दिएको आधारमा चाहिँ नेपालको सरकार वैधानिक कानुन 2004 पद्म शमशेरले ल्याएका हुन्, अरू चाहिँ रङ रहेको छ। 4 नम्बर जाउँ, संवैधानिक राजतन्त्र भन्नाले के बुझिन्छ? यसको उत्तर छ ख, राजाको संवैधानिक अधिकार तोकिएको, त्यो भनेको 4 को ख हुन्छ। 5 मा जाउँ, शेर्पा समुदायको प्रमुख चाड कुन हो? लोसार, 5 को ग हुन्छ। 6 मा जाउँ, तलका मध्ये कुन प्रदेशमा मैथिली भाषा बढी बोलिन्छ? अप्सन ग मध्य प्रदेश। 7 मा जाउँ, जनसङ्ख्या वृद्धिको प्रमुख कारक कुन हो भनेको होइन भनेको छ। यसको उत्तर विवाह चाहिँ कारक होइन, अरू सबै हुन्छ। 7 को घ हुन्छ। 8 मा जाउँ, गौरीशङ्कर हिमाल कुन प्रदेशमा पर्छ? अप्सन ख बागमती प्रदेशमा पर्छ। त्यस्तै गरेर चाहिँ 9 मा जाउँ, नेपालमा कहिलेदेखि लागू हुने गरी प्राथमिक स्कुलको पाठ्यक्रम प्रकाशित गरिएको थियो भनेको छ। यो चाहिँ अप्सन क 2016 वैशाख 1 गते। 9 को क हुन्छ। र अन्तिम प्रश्न सोधेको थियो, नेपालमा राजतन्त्रको अन्त्य कहिले भएको थियो? अप्सन ख 15 जेठ 2065 मा चाहिँ राजतन्त्र अन्त्य भएको थियो, त्यो ख्याल गर्नु होला। यसरी मैले आज तपाईँहरूलाई सिटिबिटी अन्तर्गत सामाजिक विषयमा सोधिएका एमसीक्यू लिएर उपस्थित भए। कस्तो लाग्यो, इक्जाम कस्तो गर्नुभयो सबैजनाले कमेन्ट गर्नुहोला। धन्यवाद।